19औं शताब्दीको समय चीनको अर्थतन्त्र धेरै हदसम्म आत्मनिर्भर थियो र चिनिया सरकारले विदेशी व्यापारीलाई कडाइका साथ नियन्त्रण गरेको थियो। विदेशी व्यापारीहरूलाई चीनसँग व्यापार गर्न केवल क्यान्टन बन्दरगाह मात्र खोलिएको थियो। ब्रिटिश व्यापारीहरू चीनसँग व्यापार गर्न एकदमै उत्सुक थिए किनकि ब्रिटेनमा चिनिया चिया, रेशमको कपडा र पोर्सेलिनको माग उच्च थियो। चिनिया सरकारले ब्रिटिश व्यापारीहरूलाई आफ्नो सामानको मूल्य चाँदीको सिक्कामा तिर्न माग गरे र यसको कारण ब्रिटेनबाट ठूलो मात्रामा चाँदी चीनतिर जान थाल्यो र ब्रिटेनको व्यापारमा घाटा बढ्न थाल्यो। यो व्यापार घाटा देखेर ब्रिटेनले एउटा उपाय निकाल्यो र त्यो थियो अफिमको व्यापार। ब्रिटिश इस्ट इन्डिया कम्पनी र अन्य ब्रिटिश व्यापारीहरूले भारतमा ओपियम अर्थात् अफिम उत्पादन गर्न थाले र उत्पादन गरिएको अफिम चोरी छिपी चीन भित्राउन थाले। अफिम एक औषधीय गुण भएको पदार्थ थियो जसले दुखाइ कम गर्ने, निन्द्रा लगाउने र तनाव घटाउने काम गर्थ्यो र यही कारणले अफिम चीनमा छिट्टै लोकप्रिय बन्यो। सन् 1839 सम्म आइपुग्दा ब्रिटेनको लागि चीनमा बेचिएको अफिमबाट आउने आम्दानी यति धेरै भयो कि त्यसले ब्रिटेनको सम्पूर्ण चिया व्यापारको खर्च नै उठाउन थाल्यो। तर यसले गर्दा चिनिया सरकारका लागि नयाँ समस्या खडा गर्यो। अफिमको व्यापक लतले गर्दा समाज र अर्थतन्त्रमा गम्भीर असर परिरहेको थियो। लाखौं मानिस लतमा परे, काम गर्ने शक्ति कमजोर भयो र समाज भित्रबाट टुट्न थाल्यो। यस समस्याको सुइको पाएपछि चिनिया अधिकारीहरूले विदेशी व्यापारीहरूसँग रहेको ठूलो मात्रामा अफिम जफत गरे र नष्ट गरिदिए। सन् 1839 मा चिनिया अधिकारीहरूले चीनमा रहेको मुख्य ब्रिटिश व्यापार प्रतिनिधि चार्ल्स एलियटलाई क्यान्टनमा रहेको अफिमको भण्डार बुझाउन बाध्य पारे र ती सबै अफिम नष्ट गरियो। यो घटनाले ब्रिटिश सरकारलाई धेरै क्रोधित बनायो र यही घटनाले पहिलो अफिम युद्ध निम्त्यायो। पहिलो ओपियम वार अर्थात् अफिम युद्ध सन् 1839 सेप्टेम्बरमा सुरु भएको थियो, जहाँ ब्रिटिश र चिनिया सेनाबीच साना साना झडपहरू हुन थाले। युद्धको क्रममा ब्रिटिश नौसेनाले क्यान्टन नदी र चीनको समुद्री किनारामा रहेका चिनिया जहाज र किल्लाहरूसँग धेरै लडाईहरू लडे। आधुनिक जहाज र हतियारका कारण ब्रिटिश पक्ष बलियो देखिन थाल्यो भने चिनिया पक्ष कमजोर बन्दै गयो। सन् 1841 को मे महिना सर ह्यू गफको नेतृत्वमा रहेको ब्रिटिश सेनाले अन्ततः क्यान्टन सहर कब्जा गर्न सफल भए। यो घटनाले युद्धमा ब्रिटेनको सैन्य शक्ति स्पष्ट रूपमा देखायो र चीनमाथि दबाव अझ बढ्न थाल्यो र सन् 1842 अगस्तमा नानजिङ सन्धिमा हस्ताक्षर भयो। यो सन्धि अनुसार चिनिया सरकारले ब्रिटेनको लागि स्वतन्त्र व्यापार स्वीकार गर्नुपर्ने भयो, जसमा अफिमको व्यापार पनि समावेश थियो र त्यसको साथसाथै क्यान्टन, फुचाओ, साङ्घाई र निङपो बन्दरगाहहरू सबै विदेशी व्यापारीका लागि खोल्नुपर्ने भयो। यसको अतिरिक्त चिनिया सरकारले युद्धको क्षतिपूर्ति स्वरूप ब्रिटिश सरकारलाई ठूलो रकम तिर्न बाध्य भए। यसपछि पनि फेरि अर्को दोस्रो अफिम युद्ध भयो, जसमा चीनले ब्रिटेनलाई हङकङ हस्तान्तरण गर्न बाध्य भयो। यही घटनाबाट चीनको इतिहासमा अपमानको शताब्दी अर्थात् सेन्चुरी अफ ह्युमिलिएसन सुरु भयो, जसले चिनियाहरूलाई गहिरो पीडा दिए पनि भविष्यमा राष्ट्रलाई जागरुक र परिवर्तनतर्फ उन्मुख हुने चेतना पनि दियो।